स्क्रिनमा देख्दै हुनुहुन्छ होला मैले केही लट बाई गरेको छु जसमा चाहिँ 17-1800 को प्रॉफिट रनिङ भइरहेको छ। यो ट्रेडलाई चाहिँ मैले 5000 सम्मको प्रॉफिटमा राख्ने प्लानमा थिएँ, तर मार्केटले चाहिँ के गरिदियो भने 1-2 बजेपछि चाहिँ मार्केट साइडवेज भइदियो, जहाँदेखि बिहानदेखि मार्केट साइडवेज थियो। अनि जब मैले वेट गरिसकेपछि चाहिँ दुईटा ट्रेडमा मैले एउटा ट्रेडमा 1000 कमाएँ, अर्को ट्रेडमा 700 कमाएँ, अर्को ट्रेडमा 600 कमाएँ। टोटल मेरो 2400 को प्रॉफिट भइसकेको थियो। लगभग यो 11 बजे भित्रै भइसकेको थियो। बिहान 9:30 बजे मार्केट खोल्छ। जब एक ब्रेकआउटमा चाहिँ मैले ट्रेड लिन खोज्छु र ब्रेकआउट सक्सेसफुल हुन्छ, जो ट्रेड मेरो लगभग 250-300 को प्रॉफिट भएर मेरो म्याक्सिमम 3000 को प्रॉफिट पुग्छ। त्यो बेला मैले स्क्रिन रेकर्ड गर्न पाइनँ, क्षमा चाहन्छु, किनभने चाहिँ मेरो 3-3.5 को प्रॉफिट चलिरहेको थियो। मेरो टार्गेट थियो आजको चाहिँ 5000 रुपैयाँ कमाउने, त्यो 2 लटमा है। अनि 2 लटमा 5000 कमाउने प्लानमा थियो, तर चाहिँ सफल हुन पाएन। मैले ट्रेडलाई होल्ड गरेँ। लगभग आधा घण्टा होल्ड गर्दाखेरि पनि मेरो ट्रेडमा लस भइरहेको थियो। मेरो जो बिहान 11 बजे भन्दा पहिला ट्रेड लिएको 2400 प्रॉफिट थियो भने त्यसमा मैले 1 लट पछि बाई गरेको थिएँ, जहाँनिर मेरो चाहिँ उसले चाहिँ ब्रेकआउट दिएको थियो। अनि त्यो ब्रेकआउटमा चाहिँ मैले चाहिँ लगभग 1000 या 2000 लस राख्ने या रिस्क रिवार्ड, रिस्क 1 छ भने रिवार्ड 2 या 3 लिने भन्ने सोचमा थिएँ। तर यसै बिचमा के भइदिन्छ भने मेरो चाहिँ अब मुभमेन्टको जग्गामा के भइदिन्छ भने अलिकति मार्केटले धोका दिइदिन्छ। तपाईँले हेर्न सक्नुहुन्छ मेरो एकाउन्टमा 45000 रुपैयाँ छ। आजको चाहिँ मेरो ट्रेड